मर्निङ। अहिले चाहिँ हामी भेलेटारमा, यो भेलेटारको स्काई वक तपाईहरु देख्न सक्नुहुन्छ। यो चाहिँ भेलेटारको स्काई वक रहेको छ अनि आज चाहिँ हामी यहाँबाट ब्लग सुरु हुन्छ गाइज। अनि अहिले चाहिँ हामी यो शङ्ख भएको ठाउँमा जाँदैछौँ, शङ्ख पार्क। र बाटो बनिँदैछ, बाटोमा काम भइरहेको छ। हामी चाहिँ यतातिर गाडी तलतिरै पार्क गरेर चाहिँ यता पार्क नभएको कारण चाहिँ यतातिर हामी जाँदैछौँ। तपाईहरु देख्न सक्नुहुन्छ भेलेटारको यो शङ्ख पार्क। यो चाहिँ के हो, शङ्ख पार्कै हो कि के? शङ्खेश्वर महादेव मन्दिर परिसरमा मन्दिर पो रहेछ त यो त, शङ्खेश्वर महादेव मन्दिर। र शङ्खेश्वर यो चाहिँ शङ्खेश्वर महादेवको बाट लिएको तस्बिर भिडियो। अनि अहिले चाहिँ हामी यो शङ्खेश्वर महादेवको शङ्ख मन्दिरमा शङ्खको स्ट्याचु छ रहेको। एकदमै ठुलो शङ्खको स्ट्याचु रहेको छ। अनि यहाँनेरि गुरु, यहाँनेरि यो माछा, यो माछाले चाहिँ पुरा शङ्खलाई उचालेको बनाएको रहेछ। ल शङ्ख हेर्न सक्नुहुन्छ। यो चाहिँ के हो? ए यहाँ त पुजारी बाबु बस्नुहुन्छ। त्यो शङ्खभित्र प्रस्त रहेछ नि त हाम्रो पुजारी बा। यतातिर रहेको छ भेडा र सिंह दुईटाको स्ट्याचु। अनि यहाँहरू जस्तो शून्यमा पारोहङले सदा कल्याण यही देशन लागो भागो व्याधि सृष्टि शान्ति जिन्दसा शान्ति विशेषै 2081 नयाँ साल शुभमा घरबार तार सन्तान स्वदेशी विदेशी सरकारी जागिरी शुभ हुन्। व्यापार बन्धुमा दिन गर्दा हात शान्ति हुन् तिथि देव सुदृढ तार सन्तान फलुन फुलुन निरोगी हुन् सदा सुखी मनोकामना पुरा हुन् आशीर्वाद के थरी राई। बाजे तपाईँ चाहिँ टिका लाउँछ होला नि? टिका लाउँछ, लगाइदिनु न। नौ लाख किरात खम्बान मित्र अतिथिलाई श्रीजी महादेव भगवती माता पाती भरा निरोगी होस्। देही देशन लागो भागो व्याधि स्वस्ति शान्ति दिन दशा छिन्दशा शान्ति विशेषैका 2081 नयाँ साल शुभ घरबार तार सन्तान स्वदेशी विदेशी सरकारी जागिरी शुभ बिजनेस चलुन दिन गर्दाखेरि हातै मात्रै भिजुन् र पितृदेव सुदृढ तार सन्तान फलुन फुलुन निरोगी हुन् सदा सुखी हुन्। र परदेश सम्झे ढोका खुल्ला गर्नु सरस्वती बास मान बढाइदिनु मित्रको मनोकामना पुरा होस्। शिवजी महादेव माता आशीर्वाद। यहाँ त खतरा बनाएको रहेछ होइन?
शङ्खभित्र हो रोजन चामलिङ राईले बनाएको ए रोजन चामलिङ राईले उता के पो हो हजुर खोटाङ दिक्तेल उतैको मान्छेले उताको मान्छेले उतैकोले बनाएको रोजन यो यस्तो थियो अरे हजुर यो शिरमा नि हजुर ढुङ्गाकै त्रिशुल अनि एक मान्छे गणेशको दाहिनो बायाँ बिछीको अनि नागले ठ्याक्कै बेरेर नि 3वटा टाउको भएको ढुङ्गाको नागले ठ्याक्कै बेरेको शङ्ख ठुलो थियो यत्रै अरे हजुर अनि त्यो अफसे अब यहाँ उत्रेका पूर्णैको जुन जस्तो बल थियो हजुर तर त्यसो भनेर चाहिँ यहाँ बताउँछ हजुर यहाँ अनि तल बाराजी धाम र उनी त एउटै अरे तल ठाडो छ यहाँ 1300 छ यही हो मेन चाहिँ ढुङ्गा शङ्ख अनि त्यही हो अनि यहाँनेरि धेरै नै जखात हुन्थे मान्छेहरूलाई जब यहाँ धुपबाती डह्रो गर्नु थालेपछि शान्ति भयो तर एकजना मान्छे पनि सकिए गुरुजी नै सकिए ट्र्याक्टरको टाउको पल्टिएर थिचेर मरे अनि यहाँनेरि धेरै गाडी बिग्रियो एउटा बसले तलबाट आउँदा आउँदै उपर दर खरिएर झन्नै तलतिर लड्नु गयो बस पनि है बस पनि अनि यो मन्दिर स्थापना गरेदेखि चाहिँ अहिले सबै राम्रो हुँदै गयो राम्रो धुपबाती चल्योपछि नि धेरै राम्रो हुँदै गयो नभएर क्षति होइरहन्थ्यो गाडी जाँदा जाँदै त्यहाँ बौलिहाल्थ्यो ऊ त्यहाँ अनि पर तलबाट बस झन्नै पल्ट्यो अनि यस्तो हुन्थ्यो पहिले जब यहाँ धुपबाती डह्रो भएपछि अनि चाहिँ ती हटेर गयो यो चाहिँ शङ्खेश्वर महादेव यो धामी झाँक्री जैसीले नि हजुर पहिले के गरे अरे भन्दाखेरि हेरम पुर्णेको जुन जस्तो बल्ने के हो भन्दा यस्तो शिला थियो अरे अनि यो के रहेछ भनेर धामी झाँक्री छ्याछ्यातीहरूले जाँच्दाखेरि दिनबा कुखुरा परेवा म त हो माउतिर धुपपाती खाने भनेर बसे अरे अनि त्यसै आधारले शङ्खेश्वर मूर्ति मन्दिर भनेर यो फलामेटारको पोखरेल पुरेतारले उद्घाटन गरेको अनि भुइँमा गरेर अनि भुइँमा मानि ल्याएका मान्दै ल्याएका अनि राम्रो हुँदै गयो आउँदाखेरि गोरा ठेकदार दार्जिलिङको लामाहरू थिए उनीहरूले चाहिँ के गर्यो लामाहरूले चाहिँ यो ठेकदार थियो लामाहरू दुध र ट्र्याक्टर चलाउने अरू सबै कामदानी अनि त्यसले गर्दाखेरि कामदाम गर्दै आएका थिए यो यस्तो कस्तो ढुङ्गा त ढुट्याइ भनेदेखि यो ढुङ्गा देउता काहीँ हुन्छ भनेर त्यो त्रिशुली भाँचे तल थुथुना भाँचे त्यो दाइनो माए सिङ त्यो यसरी नागले बेरेको ढुङ्गाको नाग टोक्नी लगिदियो अरे पहिला यहाँ कुटेर त्रिशुल पनि थियो यही ढुङ्गामा टाँसिएको माथि शिरमा थियो अरे अनि त्यहाँ लु अब यो त यो यस्ता ढुङ्गा कस्तो ढुङ्गा त ढुट्याएर आयौँ भने यो ढुङ्गा काहीँ देउता हुन्छ भनेर ढुट्याए अरे अनि त्यसो गरेपछि के भयो त यसलाई अनि त्यहाँबाट 3जना थाला परेर अरे लामाले साँझ बिहान जपेकै र दबाई पानी गर्दा निकै नै थाला पर्यो अरे 3जनाले त्यसो गरे भनेर यहाँको बासीहरू भन्छन् यहाँ त्यो सुब्बाहरू त्यहाँको निङ्लेको सुब्बा थियो सुब्बाहरूले त्यसो भनेर उखान गरिरहन्थ्यो अनि उनीहरू पनि आउँछ रुख र फुल त हजुर अनि यो छोप्नु भएको चाहिँ त्रिशुल छ कि के छ त्यहाँ त्रिशुल हो यो शिव महादेवलाई त नि हजुर यो सेतो शिव शङ्खार अरे अनि त्यसले गर्दा यो सेतो कपडाले भनेर यो सेतो कपडा कसैले रातो चलाउनु ल्याउँछ अनि त्यसले गर्दाखेरि यो ल त गुरु हुन्छ धन्यवाद भनिदिनु भयो होइन जानु पर्यो ल म खिचिदिन्छु एउटा दिनुहोस् त ल एउटा सम्झना
फोटो खिचिसक्नु पर्दैन यसरी हिजो बनाउने मूर्तिकार चामलिङ राई उनी हो तिनी भेडा परसिंह यो शङ्खा सब बनाउने उसैको सिप हो किन भन्दाखेरि